भेटिहाल्यौँ है। हाम्रो यता मिस तामाङहरू हुनुहुन्छ। सोनाम लोसार अर्थात् हामी तामाङको न्यू इयरको हजुरहरूलाई हार्दिक मङ्गलमय शुभकामना। सोनाम लोसारको मबाट र हामी तामाङ कम्युनिटीबाट ह्याप्पी लोसार। आज हजुरहरूलाई म हाम्रो तामाङको पहिरन देखाउन जाँदैछु अनि हजुरहरूलाई हाम्रो तामाङको डिसहरू टेस्ट गर्न मन छ। तामाङको छोरी पटाउन यतिकै सजिलो छ। सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरूलाई हाम्रो तर्फबाट ह्याप्पी सोनाम लोसार एन्ड ह्याप्पी न्यू इयर। हाम्रो यहाँ झकमक्क भएर आउनु भएको छ। डान्स गर्नको लागि हामी आइसकेको छौँ विथ माई फ्रेन्ड्स। हेलो ट्याङ्गो ब्लगलाई चाहिँ माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला, सब्सक्राइब लाइक सेयर गर्न चाहिँ नबिर्सिनु होला। लस्सो फ्याफुल्ला सम्पूर्णलाई ह्याप्पी लोसार, ह्याप्पी सोनाम लोसार। आज चाहिँ तामाङ जातिहरूको नयाँ वर्ष हो र आज चाहिँ विशेष गरी घरमै नै लोसार पर्व मनाइन्छ भने चाहिँ आज म तपाईँहरूलाई चाहिँ काठमाडौँको टुडी खेलमा चाहिँ लोसार कस्तो भइरहेको छ यो सोनाम लोसार भनेर देखाउन लागिरहेको छु र त्यहाँ चाहिँ सोनाम लोसार कसरी मनाइन्छ के गरिन्छ भनेर देखाउन लागिरहेको छु। गाइस सम्पूर्णलाई चाहिँ हेरिदिनु होला, माया गरिदिनु होला। मेरो च्यानल चाहिँ भर्खर हेर्दै हुन्छ भने चाहिँ लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला। पूर्णलाई ह्याप्पी लोसार भन्दै साथीहरू लेट्स गो टुडी खेल। साथीहरू यहाँ फाइनली म टुडी खेल आइसकेको छु है। अब टुडी खेलभित्र चाहिँ प्रोग्राम भइरहेको छ। भर्खरै ओपनिङ प्रोग्राम चाहिँ भयो। म चाहिँ बाहिरै छु, म यहाँ गेटमै छु, इन्ट्री हुन लागिरहेको छु। आज सोनाम लोसारको फेरि पनि यहाँहरूलाई शुभकामना दिँदै लेट्स सी है हामी पनि तपाईँहरूसँगै हेरौँ न त कस्तो भइरहेको छ यहाँ टुडी खेलमा। यो मैले देखाइरहेको साइडमा चाहिँ इभेन्ट भइरहेको रहेछ। यस्तो इभेन्ट दह्रो बनाएको रहेछ अनि साथमा यहाँ हाम्रो तामाङनी दिदीबहिनीहरू चाहिँ पुरै खाजा खाँदै हुनुहुन्छ। खतरा लाग्यो मलाई, स्टेज चाहिँ एकदमै दामी छ। लस्सो फ्याफुल्ला अनि सोनाम लोसारको चाहिँ एकदमै मङ्गलमय शुभकामना हजुरहरूलाई। अनि आज चाहिँ एकदमै चिटिक्क यो तामाङ पहिरनमा सजिएर आउनु भएको छ। एकदमै राम्रै देखिया छ तपाईहरु दुईजनालाई चाहिँ। यसको चाहिँ रात चाहिँ के हो त? आज हाम्रो लोसार छ, त्यही भएर सोनाम लोसार तामाङको कन्टेस्टेन्ट पनि हो। यो फिनाले चाहिँ अहिले 17 गते हो यही माघको। अब अहिले चाहिँ हाम्रो ट्रेनिङ चलिरहेको छ। अनि आज चाहिँ यहाँ टुडी खेलमा आउनु भएको छ। हजुरहरूले केही भन्न चाहनुहुन्छ? 2-4 शब्द राख्दिनु न त है त। आज हाम्रो प्रस्तुति हुँदैछ, हजुरहरू सबैले हेर्न आउदिनु होला। लस्सो फ्याफुल्ला फेरि पनि ह्याप्पी लोसार। ह्याप्पी लोसार। बाइ बाइ। लासो फ्याफुल्ला सबैजनालाई। मेरो नाम कविना वैभा तामाङ, म चाहिँ काभ्रेबाट हो र आज म टुडी खेलमा छु। हामी चाहिँ मिस तामाङ 2026 को पार्टिसिपेट हौँ अनि आज चाहिँ हाम्रो डान्स प्रोग्राम छ यहाँ, त्यसैले आइरहेको छौँ। हजुरहरू पनि रमाइलो गर्न आइदिनु होला। दाइले यस्तो फोटो खिच्दै आउनुभयो, हामीले दाइलाई पनि भेटिहाल्यौँ है। हाम्रो यता मिस तामाङहरू हुनुहुन्छ। हामी चाहिँ मिस तामाङ 2026 को पार्टिसिपेटहरू हौँ। यता हाम्रो साथीहरू सबैजना हुनुहुन्छ। लासो फ्याफुल्ला, म चाहिँ सेलिसिदोङ तामाङ र आज हामी चाहिँ टुडी खेलमा छौँ र लोसार मनाउन आएको। हजुरहरू सबैजनालाई लोसारको शुभकामना छ। धन्यवाद। लासो फ्याफुल्ला सबैजनालाई। म चाहिँ दोलखाबाट आएको, मेरो नाम चाहिँ ईश्वरी पाखरिन हो। अनि आज चाहिँ हाम्रो तामाङहरूको सोनाम लोसार हो, त्यही भएर हामी यहाँ टुडी खेलमा छौँ। सबैजनालाई धेरै धेरै शुभकामना सोनाम लोसारको। लासो थुजुसे। लासो फ्याफुल्ला, म सुजिना गोङ्गो तामाङ र म चाहिँ ककनी नुवाकोटबाट आएको र हामी चाहिँ यहाँ टुडी खेलमा हाम्रो प्रोग्राम छ र हाम्रो चाहिँ अहिले एकछिनमा हाम्रो डान्स हुनेवाला छ र हामीहरू चाहिँ मिस तामाङबाट आएको हो। लस्सो थुजी छे लासो फ्याफुल्ला ngala mindol mo iwa tamang hinna ngala tim dhading nga ni tini churi turi heli mula ni nga je tama kere mis tamang
2026 मिस तामाङ क्याम्जी हवला र तिनी निला टुडी हेल्दी प्रोग्राम हुआ जम्मन गरेर सोनाम ह्याप्पी सोनाम लोसार लस्सो फ्याफुल्ला nga सुषमा लामा स्याङताङ मिस तामाङ 2026 को कन्टेस्टेन्ट हामी यही टुडी खेलमा हुन गइरहेको मिस तामाङ 2026 को पर्फर्मेन्स हेर्न हजुरहरूलाई चुली निम्त गर्दछु र साथसाथै सोनम लोसार अर्थात् हामी तामाङको न्यू इयरको हजुरहरूलाई हार्दिक मङ्गलमय शुभकामना। लासो फ्याफुलजी सबैजनालाई म चाहिँ भोचुरबाट अनि आज चाहिँ हाम्रो तामाङहरूको विशेष चाड नयाँ वर्ष सोनाम लोसारको मबाट र हामी तामाङ कम्युनिटीबाट ह्याप्पी लोसार। गाइज आज हजुरहरूलाई म हाम्रो तामाङको पहिरन देखाउन जाँदैछु। यो स्यामा हाम्रो सल यता छ हाम्रो घ्या भयो हाम्रो फुर्का भयो अर्को भनेको चाहिँ आज मेरो टोपी चाहिँ लाएको छैन तर केही छैन त्यो पनि मेरो साथीहरूले लाउनु भएको छ यहाँनिर एकदम हाम्रो यहाँ झकमक्क भएर आउनु भएको छ। अनि हजुरहरूलाई हाम्रो तामाङको डिसहरू टेस्ट गर्न मन छ भने हाम्रो यतातिर स्टोर रहेको छ है हजुरहरू भिजिट गर्न सक्नुहुन्छ। अनि अर्को भनेको हाम्रो तामाङको बेस्ट छ्याङसँग भैँसीको सितान खाने होइन त गाइज। छिटो छिटो टुर खेल आउनु पर्यो सोनाम लोसारमा रमाइलो गर्न सँगै छोरी पटाउनु यतिकै सजिलो छैन नि गाइज। हजुरहरूलाई हाम्रो तामाङको सबै थाहा हुनु पर्यो कल्चर अनि पो तामाङहरूलाई पट्याउन अनि पो सकिन्छ त। अरू त के भन्नु सबैजना हाम्रो यो सोनाम लोसारमा जोइन भइदिनु होला। धन्यवाद। ह्याप्पी लोसार फुला तालो 2862 सोनम लोसारला देश तथा विदेश निमुब सम्पूर्ण जुजुआले नानाङ जम्बन्द मिस तामाङ 2026 ला तर्फ क्याम्से ह्याप्पी सोनम लोसार। ट्याङ्गो ब्लगलाई चाहिँ माया गरिदिनु होला सपोर्ट गरिदिनु होला सब्सक्राइब लाइक सेयर गर्न चाहिँ नबिर्सिनु होला। हस् धन्यवाद। के खाँदै हुनुहुन्छ? यहाँ लोसारको यो दिन आज एकदमै रमाइलो भइरहेको छ। यहाँ सबैजना आउनु भएको छ लोसार मान्नको लागि सबै तामाङ नभए पनि अरू कम्युनिटीको पनि आउनु भएको छ मनाएको हेर्नको लागि होइन कस्तो हुँदो रहेछ वेशभूषादेखि लिएर त उहाँहरूको कल्चर खानेकुरादेखि सबै चाहिँ यहाँ जान्न पाइन्छ। सो गाइजमा पनि यहाँ आएको छु र के हो त लोसार अनि लोसार किन मनाइन्छ भनेर चाहिँ हामी एक दुईजना अग्रजहरूसँग बुझ्नेछौँ र म तपाईँहरूलाई त्यो पनि देखाउँछु। लेट्सी कसले बोल्नुहुन्छ उहाँहरूको चाहिँ म ऱ्यान्डमली भिडियो बनाउँछु है गाइज। लस्सो फ्याफुल्ला हामी यस 2862 सोनम लोसारमा आज हाम्रो घरमा चाहिँ सबै के अरे तामाङ जातिले मनाउनु पर्ने लोसार अब यसै घरमा फ्यामिली सब परिवार मानिन्थ्यो तर आज चाहिँ हामी यस के अरे टोडी खेलमा आएर मनाउँदैछौँ। अब हजुरहरूले अब आफ्नो रीतिरिवाज तामाङ भाषा वेशभूषा सबै संस्कृति नबिर्सिनु होला। जहाँ रहनु भए पनि अब हजुरहरू राम्रो तरिकाले यसै सोनम लोसार वर्षौँ मनाउँदै जानुहोस् र हामी यसै लोसारको दिनमा चाहिँ हाम्रो राँगा काट्ने माछा मासु खाइने जाँड रक्सी छ्याङ आइराख सबै खानु छ हाम्रो फ्यामिली सबै मिलेर होइन। र अन्तिममा म के भन्न चाहन्छु हामी सबै तामाङवासी सबै जनजातिहरूलाई ह्याप्पी सोनम लोसार। फ्याफुला हामी धादिङ कटुन्जेबाट आएको हौँ सबैलाई ह्याप्पी सोनम लोसार फर्स्ट अफ अल। अनि आज हाम्रो तामाङ समुदायको नयाँ वर्ष भएको कारणले त सबैजना अर्को वर्ष नै हामीसँग नयाँ वर्ष तामाङको नयाँ वर्ष र टुडी खेल हेर्नको लागि तामाङको यो वेशभूषा प्लस हाम्रो तामाङको खानेकुरा संस्कृतिलाई हेर्नको लागि टुडी खेल आउनु होला। सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई हाम्रो तर्फबाट ह्याप्पी सोनम लोसार एन्ड ह्याप्पी न्यू इयर। धन्यवाद। लासो फ्याफुल्ला मरिना लामा कपनबाट आज चाहिँ हाम्रो सोनाम लोसार भएको भएर टुडी खेलमा मनाइरहेका छौँ फ्यामिलीहरूसँग। तपाईँहरूलाई पनि लोसार मनाउनु मन छ भने आउनु होला रमाइलो गरौँ अनि सबैजनालाई ह्याप्पी लोसार। यो घरनाथ भनेको चेन्नई जलबाट गोर्खै जाएको हुन्छ यो लडाइँको दुईवटा तर्फको बिचमा हाम्रो बुद्धिस्ट हिन्दू लडाइँ भएको बेलामा यो घरनाथमा दुईवटा घरनाथ चेन्नईको दुईवटा गोर्खाको त्यो विभाग भएर हाम्रो पर्वको लागि सोनाम लोसारको लागि यो इतिहास राख्नुपर्छ भनेर लोसारको बारेमा राख्नुपर्छ भनेर यसरी राखेको हो।
लास्ट फ्याफुल्ला ह्याप्पी लोसार अनि आज लोसार मनाउनु चाहिँ कहाँबाट आउनुभएको हामी नुवाकोटबाट हामी आइरहेको छौँ सबैको लागि अब सबैसँग रमाइलो गर्न फर्स्टचोटि आउँदैछौँ एकदम रमाइलो आइरहेको छ नुवाकोटबाट हो नुवाकोट कुन ठाउँबाट आउनु भएको नुवाकोट हामी तादीबाट म यहाँ ढिकुरेबाट हो नि त मैले हस्छु त्यसरी चिनेको छु मैले ढिकुरे त अनि आज चाहिँ कस्तो लागिरहेछ लोसार एकदम रमाइलो लागिरहेछ सबैसँग भेट्यो रमाइलो लागिरहेछ त्यही हो फर्स्टचोटि आएको छ अनि आज त पुरै तामाङ ड्रेसमा सजिएर आउनु भएको छ तामाङ जस्तै अनुभव भइरहेछ ड्रेस लाउँदा त झन् राम्रोवाला फिल आइरहेछ किनकि आफ्नो कल्चर नभए अरूको पनि हामीले अब रेस्पेक्ट गर्नुपर्छ सबैको होइन अब त्यही हो तपाईँहरूलाई एकदमै प्रिटी देखिएछ यो ड्रेसमा ल फेरि पनि सबैजनालाई चाहिँ तपाईँहरू सबैजनालाई ह्याप्पी लोसार र मेरो च्यानल लाइक सेयर सब्सक्राइब गरिदिनु होला सपोर्ट गर्नु होला बाई बाई ह्याप्पी लोसार रमाइलो गर्नको लागि आइसकेको छौँ हामी जुन धर्मको भए पनि हामी तामाङ लोसारमा सबैजना आइसकेको छौँ हामी यहाँ रमाइलो गरिरहेको छौँ हजुरहरू पनि रमाइलो गर्नको लागि आउन सक्नुहुनेछ यहाँ एकदमै भव्यदार भइरहेको छ तामाङ सिलोमा हामी डान्स गरिरहेको छौँ हजुरहरू पनि हामी सँगसँगै डान्स गर्नको लागि छौँ विथ माई फ्रेन्ड्स हेलो हामीहरू यहाँ इन्जोय गरिरहेको छौँ एकदम धमाका भइरहेको छ एकदम बब्बाल रमाइलो भइरहेको छ हजुरहरू पनि एकदम इन्जोय गर्नु होला साथीहरू यहाँ चाहिँ बबाल रमाइलो भइरहेछ है पुरै ओर्गेन्दोङको अहिले पर्फर्मेन्स भइरहेछ लगभग यो 6-7 बजिसकेको छ बेलुकाको टाइम भइसकेको छ एकदमै रमाइलो छ सबैजना हाम्रो मैचाङहरू स्याची भन्दै नाचिरहनु भएको छ अघिको म पनि नाचेको थिएँ होइन रात पनि परिसकेको छ र रमाइलो हुँदैछ है गाइज हेर्दै गर्नु होला है मेरो भिडियो सम्झना होस् एकदम जबरदस्त Happy Loser! सबैले गाउनुहोस् ल अनि